गाइस हामीले चाहिँ जम्मै टोलीहरुलाई भेटिसक्यौं बल्ल 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 कुद्दा कुद्दा अनि आएर पानी खाएर लो लो भएको चीजहरु चाहिँ यसरी घरि के पो दिदी भनेको का दिदी ल यसै छ ओ गाइस चटपटीको सामान No, 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 no. Hi everyone, good morning. Welcome back to my channel again. यस्तै आएर गुरुङ फेरि पनि आइसक्यो हजुरहरूको सामने नयाँ भिडियो भएको साथमा आज चाहिँ साथीहरु हामी चाहिँ जाँदैछौँ क्लास मार्केटिङको लागि चाहिँ चन्दनपुर स्कुल। सो हेरौँ आजको यात्रा साथसाथै आजको मार्केटिङ चाहिँ कस्तो हुन्छ हजुरहरूले भिडियोद्वारा देखाउँछु। सो लेट्स सी। हाई, स्वागत छ तिमीलाई। हामी दुईजना चाहिँ भर्खर जाँदैछौँ। अब अरू साथीहरु चाहिँ गइसक्नु भयो नि, सर्नी माथि नै हुनुहुन्छ। हामी दुईजना चाहिँ भर्खर जाँदैछौँ। सो लेट्स सी, हेर्दै गर्नुहोस् है गाइस। हाम्रो चाहिँ बाटो यस्तो छ। अहिले एकछिन चाहिँ अब भरे पुरै धुलाम्मै बाटोमा हिँड्नुपर्ने हुन्छ। फोन आयो, फोन साथीहरु फोन गरेकै गर्न आँटिसक्यो साथीहरु, तर हामी भने ढिलो भइसक्यो। कुद्दैछौँ यहाँ, रनिङ हान्दैछौँ। अरू पनि साथीहरु हुन्छ भन्ने खबर आउँदैछ साथीहरु। आइपुग्नु आँटेको हौ, ठ्याक्कै भन्ज्याङ आइपुग्नु आँटेको हामी। ल ढाँटियो त गाइस, ढाँटियो एकछिनमै ढाँटियो। नभए साथीहरूले पर्खेला जस्तै गरेको छैन त गाइस। हामी चाहिँ गलेर उकालो कुद्दा बल्ल बल्ल तेर्सो आइपुग्यो। अब चाहिँ चन्दनपुर जाने रोड लिएरै हिँडिराखेको छौँ, देख्न सक्नुहुन्छ। साथी पनि भिडियो बनाउँदै हिँडिराखेको छ। हामी दुईजना चाहिँ भिडियो बनाउँदै अनि कुद्दैछौँ साथीहरूलाई भेट्नलाई। सरले अघि फोन गर्दै हुनुहुन्थ्यो, कहाँनिर छौ, छिटो आऊ, हामी त ढाडी भिरको फेद पुग्न आँट्यौँ भन्दै हुनुहुन्थ्यो। ल नि त हामी नि आउँदैछौँ भनेर कुद्दैछौँ। लेट्स सी, हेरौँ है त आजको भिडियो कस्तो हुन्छ है गाइस। बाटो जस्तो चाहिँ हामी चाहिँ भिडियो बनाउँदै जाँदैछौँ। अब हेरौँ कस्तो हुन्छ। म नि यस्तो नि कपाल बाट्नु पर्दैछ। गाडी पनि आउँदो रहेछ नि चन्दनपुरबाट। गाइस बाटो यस्तो छ। अब यस्तै बाटो तय गरेर चाहिँ हामी जानु पाउने हुन्छ। चन्दनपुरबाट आउने गाडी आउँदैछ, प्यासेन्जर कम। भिडियो बनाएपछि चाहिँ ठुलो हेर्नुहुन्छ सबैजना। अलिक तर लाज मान्नुहुन्न हिँड्नुपर्छ। फेरि प्रशंसाले म भुत्तुकै त्यहाँ पर हेर्दै गइरहनु भएको छ गाइस। हामी कन्फ्युजमा, माथिल्लो रोड तल्लो रोड, तर हामी जानुपर्ने चाहिँ तल्लो रोड चाहिँ छ नि। हामीले चाहिँ सोध्यौँ अनि गयौँ। त्यहाँनिर एउटा अङ्कल आउँदै हुनुहुँदो रहेछ नि, सोधेको। अनि हामीलाई चाहिँ यो बाटो जाऊ, यो बाटो भन्नुभयो नि। हामी चाहिँ गएको गाइस। दुईवटा चोक कटिसक्यौँ हामी चाहिँ। यो चाहिँ दोस्रो चोक है। के चोक रहेछ हौ? याङख्रुङ गाउँ चोक आइपुग्यौँ तल्लो पाङमा। बिक्रीमा छ, बासगाडी भएकोमा आइपुग्यौँ। सरलाई जानकारी। उसले चाहिँ ट्र्याक्टरमा पो जाउँ अरे। म जान्न, अलिक छिटो पुगिन्छ नि त दिदी। अलिक कुदौँ न त त्यो ट्र्याक्टर। मेरो खुट्टा कस्तो मरेको साथीहरू हेर्नु यहाँ। फिल साथीहरू बाटो यस्तै छ। केही भन्न न हौ, रमाइलो कुराहरू यहाँनिर आज। त्यो पर कोही जान्दैछ, तर त्यो हाम्रो टोलीहरू होइन। हामीलाई त गाइस नयाँ ठाउँ हेर्नु भयो। चन्दनपुर स्कुल पर कैसे लोग रहते हैं यार यहाँ। हाम्रो दिमाग चाहिँ ब्ल्याङ्क छ कि केही भरिएको छैन आज चाहिँ। अनि पुरै सोध्दै जान्दै हेर्दै बुझ्दै जानुपर्ने छ। हामी त
उसको सरलाई पर्खिनु भनेको सरले बल्ल बल्ल फकाएको हामीलाई सरले सरलाई आओ आओ भन्नुहुन्छ हामी गएको छौँ अब यस्तो चमत्कार छु जादु गरेर चाहिँ सरहरूलाई भेट्नुपर्ने हुन्छ तर यस्तो भिडियो बनाएर हाँस्दा ट्र्याक्टर आउँछ रोकिँदा गाइस हामीले चाहिँ जम्मै टोलीहरूलाई भेटिसक्यौँ बल्ल 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 कुदा कुदा अनि आएर पानी खाएर भिडियो बनाएको साथीहरू चाहिँ आफुन्जे ठाउँमा र आफ्नै तरिकाले हामीलाई पर्खिरहनु भएको रहेछ कोही फोटो खिच्नमा व्यस्त यस्तै छ ग्रुपमा हिँडेपछि होइन सो साथीहरू अब चाहिँ साथीहरू भेट्यो एकदम ह्याप्पी भयौँ हामी चाहिँ अब चाहिँ सबैजना सँगै एउटा ग्रुप फोटो खिच्ने भन्ने हुन्छ सरले अनि सबैजना फोटो खिचेर चाहिँ जाने सबैजनालाई स्वागत छ मेरो भ्लगमा लु हेलो भनिदिनु सर अनि हेलो 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 खोइ यता साथीहरू हाई बोलो सबैजनाले हाई बोलो भनेर अब हिन्दी हुनु भएन अनि पानी खायौँ अनि अब हिँडेको अब चाहिँ एकदम स्लोलीमा हिँडे हुन्छ पछाडि पनि हुनुहुन्छ साथीहरू यता दुईजनाको जोडी नै छौँ हाम्रो छुट्टिँदैन अनि बल्ल अब चाहिँ स्लो हिँड्नु पायो आरामले साथीहरूसँग सबैजनासँग खोइ त साथीहरू एउटा एउटा भन्नुहुन्छ होला अब त्यो चाहिँ अघि अलिअलि देखिहाल्नु भयो अब यता हिँड्दैछन् अलिअलि पछाडि आउँदैछन् अलिअलि हामी हिँड्दैछौँ यहाँ बिचमा भन्दै भिडियो चाहिँ हेर्दै गर्नु होला साथीहरू गलियो अब साह्रो बोल्न सकिँदैन केही भनिदियो बनाऊ अरू कुरा गफ लाऊ भिडियोमा भ्लगमा भिडियो लामो हुन्छ क्या छिटो आऊ न हौ लु रनिङ 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 को फर्स्ट अरे आऊ पवित्र छिटो अघि फिल्म कुदेको फेरि हेर न यहाँ कुदेको अर्को नि कुद्नु भयो न साथीहरू अब यस्तै हुँदैछ आजको चाहिँ भिडियोहरू दिनहरू अनि एउटा प्रब्लम आइपरेछ हामीलाई अब त्यो प्रब्लम भन्न सकिँदैन गाह्रो छ अब त्यो प्रब्लम सल्भ गर्नलाई खोजी तलासमा छौँ दुईजना सबैजना आज चाहिँ भ्लगरै गाइसक्यो के भनौँ के अब यति धेरै भन्नु त केही थाहा हुँदैन भरे लाइन भने दिपी के गर्नु तिमीलाई गाइस बाटोमा हिँड्दा हिँड्दा चाहिँ हामीले चाहिँ नयाँ कुरा देख्यो के हो तर यो घोडा कि खच्चड आउँदै रहेछ यो चाहिँ चौकी डाँडाबाट आएको अरे होला भन्ने लाग्छ है गाइस खच्चड भारी बोकेको जुन कुरा चाहिँ लोप हुँदै गएको छ आजभोलि यहाँ चाहिँ लोप भएको चिजहरू चाहिँ यसरी घरिघरि देख्न पाउँदा चाहिँ हामीलाई चाहिँ के लाग्छ खुसी लाग्छ एकदम अचम्मै लाग्छ नि यताको गाउँघर चाहिँ साथीहरू हामी चाहिँ यहाँ गफ लाउँदै हामी चाहिँ बुक्के बनाउँदै जाँदैछौँ बुक्के कति दामी दामी घर रहेछ र भिडियो बनाउँदै हिँडेको नि सरको टोपी चाहिँ कडा छ आजको घामलाई चाहिँ हालेन छान्ने छ हाम्रो सरको टोपी चाहिँ दिया कस्तो लाग्दैछ यात्रा ल फाइनली गए हामी चाहिँ बल्ल 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 स्कुल आइपुग्यौँ अब एकछिन रेस्ट गर्नुपर्ने हुन्छ यो चाहिँ विद्यालयको गेट रहेछ साथै सानो यहाँनिर चाहिँ पसलहरू अनि वरिपरि बासिन्दाहरू पनि राम्रो हुनुहुन्छ यो चाहिँ गेट खोइ सर ए अनि सरसँगै जानु हामी चाहिँ खोइ सर गफ लगाएर हान्नु भएको छ परै जाउँ न खाजा खाइहाल्नु कति बज्यो अझै कति टाइम लाग्छ सर निक्लिनु गाई छन् आइपुग्यो अब यहाँ बिसाउँदैछौँ अब खाजा खाएर एकछिन पर्खिनु पर्ने हुन्छ 11 बजी मात्रै छुट्टी हुन्छ अहिले कति बज्यो अहिले कति बजी हेर 9:49 खोइ हो अँध्यारो छ होला 49 मिनट मात्रै आउँदैछ 11 बजी मात्रै निक्लिन्छ स्टुडेन्टहरू त्यसैले सबै झरे फुत्तै सबै झरे फुत्तै गजब बेइज्जती है वेट गर्नुपर्ने हुन्छ दिपीले खप्पै मेरो मुखमा हालिदिएको फुत्तै झरे गाइस हाम्रो खाजा
उता सबैजना खाजा खाँदै हुनुहुन्छ अनि हामी पनि खाजा खान आँटेको दिपिका हामी तिनजनाको यस्तो गरिदेऊ न हामी तिनजनाको यस्तो गरिदेऊ न थम्बनेल ल थम्बनेल फोटो खिच न एकजनाले ये देख सकते हैं ये भाई साहब लोग जो है इसी में मजा कर रहा है देखिए हाँ देखिए गाइस यो चाहिँ रहेको छ चन्दनपुर स्कुलको खेल ग्राउन्ड साथै तल चाहिँ रहेको छ स्कुलहरू दामी रहेछ साथीहरू स्कुल चाहिँ एकदम शान्त है एक्जाम भइरहेको हुनाले होला एकदम शान्त छ त्यसैले हामी पनि बिस्तारै बिस्तारै कराउँदैछौँ हजुर राम्रो दामी भएछ साथीहरू वाउ दामी रहेछ स्कुल चाहिँ मलाई चाहिँ मन पर्यो खेल ग्राउन्ड चाहिँ झन् अति मन पर्यो साथीहरू सबैजना यहाँ अब भेला भयौँ अब चाहिँ स्टुडेन्टहरू आउने बेला भयो नि त अनि हामी चाहिँ दिनलाई रेडी आफ्नो चाहिँ स्कुल सरहरूले टिम छुट्याइदिनु भएको सरले अनि आफ्नो चाहिँ स्कुललाई चाहिँ यो फर्म र त्यहाँ भिजिटिङ कार्ड दिनलाई रेडी भएर बसेका छौँ अब हेरौँ कस्तो हुन्छ है सबैजना हल्ला गर्दै हुनुहुन्छ कुन स्कुल पढ्नु भयो को लु भन्नु न म सगरमाथा तपाईँहरू कुन स्कुल म सिंहेश्वरी यता अरू कता हेलो कता कुन स्कुल पढ्नु भयो तपाईँ के बोले भाइ अब के बोले के छ थाहा बोले मलाई माध्यमिक विद्यालय अर्को साथी तपाईँहरू कहाँ पढ्नु भयो अनि खोइ त जालापा भन्ने खोइ त जालापा ए जालापा मावि प्रभात मावि जालापा चाहिँ तपाईँहरू हो हामी त के सगरमाथा हामी चाहिँ सगरमाथामा पनि अलि धेरै स्टुडेन्ट छ अरे त्यहाँ चाहिँ अनि हामी चारजनालाई चाहिँ झ्याप्पै त्यहाँ छुट्याइदिनु भएको छ सो हेर्दै गर्नु साथीहरू अब एसपिसीको भिडियो चाहिँ सरले गर्नुहुन्छ हामीले चाहिँ गर्नु भ्याउँदैनौँ नि त अनि सरले गर्नुहुन्छ अनि सरलाई नै भिडियो पठाइमा आएर त्यही जोडेर गर्छु साथीहरू होइन अब हामीले बनाऊँ भने हामी चाहिँ बाँड्नुमा बिजी हुन्छौँ नि त सो लेट्स हेर्दै गर्नु चाहिँ गेट चाहिँ यही हो साथीहरू अब चाहिँ हामीले यहीँबाट स्टुडेन्टहरू आउनुहुन्छ नि हामीले चाहिँ यिनीहरू बाँड्नु पर्ने हुन्छ सबैजना आफ्नो स्थानमा साथीहरू उता हुनुहुन्छ आफ्नो स्कुल छुटेर आइसक्नु भएको छ अब हेरौँ कस्तो हुन्छ सरले भिडियो बनाउँछु भन्नुभएको छ र साथीहरू हामीले चाहिँ सबैजनालाई दिइसक्यो यहाँ चाहिँ हाम्रो साथीहरू मात्रै हुनुहुन्छ सबैजना यहीँ हुन्छ अब सबैजना हाम्रो सूचना चाहिँ प्रवाह गरिसक्यौँ साथीहरू र गाई चाहिँ हामी चाहिँ यहाँ उकालो हिँड्यौँ तलबाट आयौँ अनि उकालो हिँड्दै आएर सबै रातो पिरो कालो हरियो परियो अनि सबैजना बसिरहेको छौँ यहाँ चाहिँ अनि के छाता एकछिन ब्याक गरिदिनु न हेलो भन्देऊ न दिपी छाता अलिक उता तपाईको त्यो अनि के छाता उता गरिदिनु न एकछिन सबैजना उता बसिराख्नु भएको फाइनल्ली गाइज हामी चाहिँ यहाँ तपस्या डाँडामा आएर चाहिँ मिठो हावा खाँदैछौँ गर्मीको टाइममा होइन एकदम 12 बजीको टाइममा छ नि त अनि घाम साह्रो लागिरहेछ अनि गर्मी भइरहेको थियो ठ्याक्क सिरिरिरि हावा आउँदो रहेछ एकदम मिठो छ गाइज अनि यहाँबाट भ्यूहरू पनि दामी देखिँदो रहेछ अब हेर्नुहोस् अब देखाउँछु है त तपस्या डाँडाको दृश्य तपाईँहरूलाई साथीहरू चाहिँ सबैजना बसिरहनु भएको छ सर पर बसिरहनु भएको छ सर यता रहेछ यहाँ चाहिँ एउटा ठुलो बरको फेदमा चाहिँ यस्तो अनि यहाँनिर चाहिँ ग्राउन्डनिर यता फोटो खिच्ने ठाउँ साथीहरू आफुन्जे तरिकामा बसिरहनु भएको छ अनि मेन चाहिँ साथीहरू यहाँबाट उँधो देखाउनु पर्ने ठाउँहरू चाहिँ रहेछ दामी रहेछ यहाँबाट चाहिँ तल यो उँधोको के पो बेसी ए चेवा यहाँबाट देखि उँधो देखिने चाहिँ चेवा बेसी अनि उता त्यतातिरको चेवा बेसी यहाँ मुनिनेर देखिने चन्दनपुर यस्तै रहेछ गाई चाहिँ हामी चाहिँ सिरिरी
ठन्डै हावा खाँदै आनन्द लिँदैछौँ। अब यस्तो गर्मी टाइममा आइपुग्यो नि त, गर्मी 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 भएर अनि सिरिरी हावा आउँदा त स्वर्ग फिल भइरहेछ। स्वर्ग हेर्ने हो स्वर्ग भने जस्तै भइरहेछ नि यहाँ त। गाइज हाम्रो चाहिँ अब खाजा रेडी हुँदैछ फेरि यहाँनिर पनि। अघि चाहिँ तल थुक्पा चाहिँ के खायौँ भने भातको रूपमा खायौँ, खानाको रूपमा। अब चाहिँ यहाँ खाजा रेडी हुँदैछ, साथीहरूले रेडी गर्दै हुनुहुन्छ। म पनि सघाउँदै थिएँ नि, यहाँ भिडियो बनाउनु पऱ्यो भने लिएर आएको। अब हाम्रो सर आउँदै हुनुहुन्छ, अरू साथीहरू पनि आउँदै हुनुहुन्छ, यहाँ प्रस्थान गर्दै हुनुहुन्छ। अब चाहिँ हामी खाजा खाएर चाहिँ टक्क घरतिर लाग्नुपर्ने हुन्छ साथीहरू। ल यस्तै छ बनिसकेको छैन सर, बनिँदैछ। हाम्रो चाहिँ खाजा चाहिँ रेडी भइसकेको छ यहाँ चटपटे। सबैजना चाहिँ आफ्नो चाहिँ खान थाल्यो। ल साथीहरू भनिदिनु खाजा कस्तो छ? जम्मै एकजना बोलिदिनु भयो। ल ल हामी चाहिँ यहाँनिर ठक्क काफल भएको ठाउँमा आइपुग्यो। तबसे डाँडाबाट चाहिँ हिँडेर अनि काफल कति धेरै छ, साथी चाहिँ काफल टिप्न चढेको। बोट मात्रै तर पाकेकै रहेन रहेछ कि है दिपी? ममा गाई तर काफल खानु चाहिँ अलिक टाइममा चाहिँ अलिक टाइम पछि चाहिँ यहाँ आउनुपर्ने रहेछ। कति धेरै 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 रहेछ। आमामा हिँडेर सबै काफलको रुख। यो काफल डाँडै हो क्या हौ, नाम पनि मलाई त्यस्तै लाग्यो। दामी रहेछ, यहाँ पाकेको रहेछ। कोही चढेर टिप्देऊ न यार काफल। कति राम्रो यहाँ रातो पाकिरहेको दिपी ओ दिपी अलिक धेरै आउ न यहाँ काफल टिप। हो ऊ माथि माथिको त्यो रातो रातो टिप न। नै जान्नु म जुत्तासँग ओ यहाँ त ठुलो रहेछ। त्यही त त्यहाँ मजाले पाकिरहेको छ। ला 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 डाँडामा आइपुग्यो साथीहरू। कति रमाइलो डाँडा। अब यी बोजूले हेरिरहनु भएको छ हामीलाई त। बोजूले हौ साथीहरू आमाले हेरिराख्नु भएको छ। यहाँ गुरुङनी आमा पो हुनुहुँदो रहेछ त। नमस्ते आमा। वाउ कति मिठो हावाको सरर साथीहरू। यस्तो गर्मी टाइममा हो यहाँ देखाउनु गाइस काफल तर यो पाकेको सानो सानो त छ। यो खाने बेला भएकै छैन। यो त त्यो माथि भएर कलर मात्रै लागेको हो कि। खाने बेला भएको रहेछ। दामी हावा ओ साथीहरू, हावा खानु आउनु। दामी हावा चाहिँ साथीहरू। गर्मीको टाइममा चाहिँ हावा खानलाई चाहिँ यहाँ आउनुपर्ने रहेछ है। खातबारीबाट सर यहाँ शीतलपाटी काफल डाँडा नबुझाउँछ। सबैजना भ्लगरै मात्रै आइएछ आज चाहिँ। सर पनि भ्लगर, स्टुडेन्ट भ्लगर। सो लेट्स साथीहरू भ्लग चाहिँ भिडियो चाहिँ हेर्दै गर्नुहोस् है। फेरि स्किप नगर्नु, फेरि सबै कुरा हेर्न भिडियोको रमाइलो लिन नै पाइँदैन नि त। हामी चाहिँ यस्तो यति डाँडामा आइयो कि जुन अघि हिँडेको बाटो नै हामीले त तल कता हो नि भने जस्तै भइसक्यो। हामी चाहिँ यहाँ बिच बाटोमा गलेर बसेको। सरहरू पछाडि छोडिनु भयो, हामी चाहिँ यहाँ अगाडि आएर बसेको। अब अझै भक्कु छ अरे हिँड्ने बाटो गलेर। कस्तो दामी भ्यू देखिने के सिटी। अलिक यस्तो के भन्छ घाम नलाग्नु नि, यो धुम्म जस्तो देखिन्छ है घामले। ल सबैजना आइपुग्नु भयो। कस्तो कस्तो देखिन्छ त फेरि। ल अब चाहिँ सबैजना भेला भयो है बल्ल बल्ल। आजको टिमको एकदम चुलबुली मान्छे है ऊ चाहिँ। सो फाइनली साथीहरू हामी चाहिँ यहाँनिर शीतल पार्टी चाहिँ आइपुगिसक्यौँ है। शीतल पार्टी चाहिँ कस्तो रहेछ भने यहाँनिर थोरै एक दुईवटा पार्टीहरू रहेछ, त्यही भएर अनि यहाँनिर चाहिँ एकदम शीतल हावा आउने भएकोले चाहिँ शीतल हावा आउनका साथसाथै चाहिँ यहाँनिर पार्टीहरू रहेछ नि त बसिन्छ। त्यही भएर चाहिँ शीतल पार्टी भनेको हो कि जस्तो लाग्नु थाल्यो मलाई चाहिँ। सो लेट्स सी अब चाहिँ यहाँबाट चाहिँ उँभो चाहिँ जाँदौँ न, किनकि
अब तलबाट आउँदाखेरि त एकदम गर्मी थियो अनि जति उँभो आयो जति माथि आयो त्यति मिठो मिठो हावा खाँदै खाँदै चाहिँ हामी चाहिँ यो शीतलपाटी भन्ने ठाउँसम्म चाहिँ आइपुगिसक्यौँ। अब यहाँभन्दा माथि डाँडा त नजाउँ आउँछ ए अझै माथिसम्म डाँडासम्म जाने कष्ट चाहिँ गरौँ भन्नुभएछ अरे। सो लेट्स एकचोटि हेरौँ यहाँनिर पार्टीको यहाँनिर शीतलपाटी चाहिँ कस्तो रहेछ। सो लेट्स हेरौँ है त एकचोटि। हाय हाय लो साथीहरू पार्टी अनि सर हावा शीतल हावा चाहिँ आउने भएकोले नामै शीतल पार्टी। ए त्यो माथि हो नि त दामी फोटोहरू खिच्ने ठाउँ त। ल जाउँ अब हामी चाहिँ जाँदैछौँ फेरि अलिक माथिनिर चाहिँ अझै राम्रो डाँडा छ अरे। यहाँभन्दा माथि जाने कष्ट नगरौँ न भनेको सरले होइन जाउँ न अलिकति माथि भन्नुभयो नि जाँदैछौँ अब चाहिँ साथीहरू। ए कोही चाहिँ शीतलपाटी बोर्नेरै आइपुगिसक्यौँ। अब हामी चाहिँ एउटा फोटो खिच्ने भनेर चाहिँ पालो लाइनमै सरको होइन यो चाहिँ के हो फेरि यता चाहिँ नस्पतिको कति राम्रो बोट रहेछ हौ लु ओहो नयाँ चिज पो देखेँ त साथीहरू। नस्पति हेर्नु डिल्लीमा रोपेर चाहिँ कस्तो राम्रो बनाएको जे कुरा पनि बनाउन सक्यो भने चाहिँ राम्रै हुँदो रहेछ के। हामीलाई चाहिँ केही सिप पनि नआउने गर्न पनि नसकिने गऱ्यो भने नहुने भन्ने केही पनि छैन जिन्दगीमा साथीहरू। ल फोटो खिचौँ साथीहरू। हामी चाहिँ अब चाहिँ हाम्रो गन्तव्यनेर चाहिँ आइपुग्यौँ। अब हाम्रो आजको भिडियो र आजको दिनको चाहिँ गन्तव्य यहीँसम्म रहनेछ। अनि एकदम मैले अघि नै भनिसकेको थिएँ जति डाँडामाथि गयो त्यति धेरै सिरिरी हावा आउने एकदम नछोडौँ लाग्दैन हामीलाई चाहिँ टाइमले छोडिसकेको छ। अब चाहिँ भने हाम्रो गन्तव्यलाई यहीँ अन्त्य गरेर चाहिँ घरतिर लाग्नुपर्ने। ल साथीहरू भन्दै आजको हाम्रो यो यात्रा नि यहीँ अन्त्य गर्दै आजको भिडियो पनि म यहीँ अन्त्य गर्न चाहन्छु। भिडियो कस्तो लाग्यो भिडियोलाई अन्तसम्म हेरेर आइदिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई मेरो साथीहरू।